लोप हुँदै पनि छ अहिले प्लास्टिक र रबरहरुका उसले चाहिँ गर्दाखेरि गुन्द्री बन्ने काम पनि लोप हुँदैछ हैन एक दिनमा काम गर्ने अहिले मेला सुरु भयो एक दिनमा सबै भ्याउनु त सक्दैन छिटो लागेको त्यो मेटेर बल्ल लाग्यो त्यस्तो हुन्छ नमस्कार बाबु अब यहाँले गुन्द्री बन्दै हुनुहुन्छ हैन हजुर महोत्सवमा कतिवटा गुन्द्री बेच्नु भयो बेच्ने होइन नि बाबु ए यो बेच्ने हैन क्या नि त अनि यही उद्देश्य बाढी सङ्घलाई दिने अब यो बेच्छ ए हजुरले के ज्याला पाउनुहुन्छ ए आफ्नै चिनेको नानी हुनुहुन्छ हजुर अब कति दिन हुन्छ ए हजुरले दिनमा कसरी कतिवटा बनाउनुहुन्छ दिनमा त कहाँ सकिने बाबु हिजो लगाएको गुन्द्री अहिले भर्खरै सके ए हजुर यो गुन्द्री अब भोलि सक्छु ए लगभग 2 दिनमा 3 दिनमा 2टा बनाउनुहुन्छ त्यही आयो यसलाई के भन्छन् यो काठको लागि यो हतासो हतासो हतासोले गुन्द्री बन्ने है यसलाई लोट्ने भन्न पर्यो त्यसलाई लोटे हस् यताबाट बुन्दै जाँदा यसलाई भनेर राख्न पर्यो त्यसलाई उलाएर राख्न पर्यो यो पहिला त उसको डोरीको बनाउँथ्यो अहिले यो उसको बन्ने भयो है बा बिहाको हुन्थ्यो है के नाम पर्यो दिदी हजुरको मेरो चित्रकला घर कहाँ पर्यो नि अर्चले अर्चलेको चित्रकला दिदीले गुन्द्री बन्दै हुनुहुन्छ हैन ल कतिको लाइक आउँछ के आउँछ कमेन्ट आउँछ है ल हस् ल